माया सम्बन्ध ठुलो कि पैसा? माया भन्दा पैसा भन्दा पनि माया सम्बन्ध नै ठुलो। माया सम्बन्ध भनेको चाहिँ सदा सर्वदा रहन्छ भने पैसा सदा सर्वदा रहँदैन। तपाईले यो संसारमा गरेको माया प्रेम तपाई नहुँदा पनि तपाईको माया प्रेम यो संसारमा रहिरहन्छ। तर पैसा भनेको कुरा तपाईसित 1000 रुपैयाँ छ, अहिले तपाईले गएर पसलमा गएर केही किन्नुभयो भने सकियो, त्यो पैसा त सकियो नि त। तर तपाईले कुनै व्यक्तिलाई माया गर्नु भएको छ, कुनै व्यक्तिलाई दुःख पर्दा तपाईले 2 पैसा दिनु भएको छ भने उले तपाईलाई जन्म जन्मान्तरसम्म तपाईलाई उले आशीर्वचन दिइरहेको हुन्छ। जीवनमा सबैभन्दा ठुलो माया प्रेम श्रद्धा र सबैप्रति गरिने जुन एउटा मैत्रीय भाव छ त्यो नै सबैभन्दा जीवनको सबैभन्दा परम धन हो। धन पनि 2 किसिमको हुन्छ के, एउटा धन हुन्छ, एउटा परम धन हुन्छ। परम धन भनेको माया प्रेमको धन हो र यो अहिले चलिरहेको धन चाहिँ यो भनेको क्षणिक नष्ट हुने धन हो। हामीले यदि धन कमाउनु छ भने परम धनलाई लिनुपर्छ। त्यो परम धन भनेको भगवानको नाम हो, भगवान श्री हरिको नाम हो र हामीले गरिने समाजमा गरिने माया प्रेम नै सबैभन्दा जीवनको परम धन हो।